नमस्कार, फेसबुक लाइभमा स्वागत छ। यतिखेर हामी सेजी हिल्समा छौँ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी आइपुगेको छ, अघि नै आइपुगेको हो र यतिखेर उहाँलाई लाने तयारी भइरहेको छ। रूपन्देही जिल्ला अदालतको फैसला, सहकारी सम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले कदर गरेर उहाँलाई थानामै पठाउने आदेश दिएपछि त्यसको केही मिनेटमै प्रहरी उहाँलाई गिरफ्तार गर्न आइपुगेको थियो। यतिसम्म हतारमा प्रहरी आइपुग्यो कि अदालतको आदेश र पक्राउ पुर्जी मगाउनलाई पनि करिब 45 मिनटको समय प्रहरीलाई लाग्यो। दुवै चिज नलिकन प्रहरी हतार उहाँलाई गिरफ्तार गर्न नियन्त्रणमा लिन आइपुगेको थियो र अदालतको आदेश र पक्राउ पुर्जी यही मगाउनु परेको परिस्थिति। प्रहरीहरू आइसकेपछि, उच्च प्रहरी अधिकृतहरू आइसकेपछि उहाँहरूले अदालतको आदेश र पक्राउ पुर्जी मगाएर यही हस्ताक्षर गरेर पक्राउ पुर्जी उहाँहरूलाई थमाउनु भएको छ। यस अर्थमा अदालतको आदेशको यति द्रुततर कार्यान्वयन भएको छ कि यो सबैको हकमा यति नै द्रुततर कार्यान्वयन भएको सकारात्मक हो। यद्यपि रवि लामिछानेले जाँदै एउटा भिडियो सन्देश सामाजिक सञ्जालमा प्रस्तुत गर्नुभएको छ र त्यो सामाजिक सञ्जालमा आएको सन्देशले भोलि उहाँले त्यो आग्रह गर्नुभएको छ। चितवनमा भोलिका लागि जनयात्राको शुभारम्भ कार्यक्रम घोषणा गरेको थियो, नरोक्नका लागि आग्रह गर्नुभएको छ र उहाँले प्रहरी आउनुभन्दा अगाडि प्रहरी आउँदैछ भनेर सामाजिक सञ्जाल मार्फत आफूले गिरफ्तार दिने भनेर सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको थियो। यहाँ तपाईँ देख्न सक्दै हुनुहुन्छ रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई यो सेजी हिल्स जहाँ उहाँको निवास छ त्यहाँबाट निकाल्ने प्रयास भइरहेको छ। सञ्चारकर्मीहरूको बाक्लो उपस्थित छ, त्योभन्दा धेरै बाक्लो उपस्थिति छ। यतिसम्म कि प्रहरीले अदालतको आदेश र पक्राउ पुर्जी समेत नलिकन उहाँलाई यहाँ गिरफ्तार गर्न आएको थियो। पछि प्रहरीहरू आइसकेको करिब 45 मिनटपछि मात्रै दुवै कागजात प्रहरीले उहाँलाई देखाउन सक्यो। यस अर्थमा अगाडि तपाईँ देख्न सक्नुहुन्छ उहाँलाई लिन आएका प्रहरीका भ्यानहरू अगाडि बढेका छन्। रवि लामिछाने अगाडि बढ्नु भएको छ। सम्भवतः अहिले दिएको जानकारी अनुसार उहाँलाई महानगरीय प्रहरी परिसर, काठमाडौँ प्रहरी परिसरमा राख्ने भनिएको छ। यद्यपि उहाँलाई राखिन्छ कि राखिँदैन भन्ने पर्याप्त सूचना छैन। सम्भवतः उहाँलाई रूपन्देही लैजाने हो कि भन्ने पनि शङ्का छ, जसको चितवनमा त्यस्तै शङ्का व्यक्त गर्दै उहाँलाई मध्यरात चितवनबाट उठाइएको थियो। अहिले पनि त्यसै गरी उहाँलाई लगिएको छ। प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ प्रहरी परिसरमा राख्ने त भनिएको छ आजका लागि, तर उहाँहरूले राख्नुहुन्छ अथवा सिधै रूपन्देहीतर्फ प्रस्थान गराउनुहुन्छ भन्ने विषयमा प्रहरीले स्पष्ट जानकारी दिएको छैन। अहिले झुक्याउनका लागि हो कि अथवा साँच्चीकै लागि हो कि उहाँलाई गिरफ्तार गरेर काठमाडौँमा राख्ने जानकारी उहाँले आफैले म आत्मसमर्पण गर्छु, म आफै अदालतमा उपस्थित हुन्छु भन्नुभएको थियो, तर यो पक्राउ गरियो। के हो पार्टीको धारणा यसमा? अब अदालतको आदेशको सम्मान गर्नुभएको छ। हिजो पनि अदालतको आदेशको सम्मान नै गर्ने नै हाम्रो अवधारणा हो। कानुनी राज्यमा त्यो अदालतको आदेशको सम्मान हुन्छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, मेरा लागि धेरै ढोकाहरू न्यायका खुलै होलान् भन्ने एउटा खुल्लै होलान् भनेर अलिकति शङ्कास्पद व्यङ्ग्य पनि गर्नुभएको छ। यसको अर्थ यो होइन कि अदालतको आदेशको परीक्षण फेरि अर्को अदालतमा हुन्छ। सम्भवतः अब गिरफ्तार परेर पक्राउ परेर उहाँ गइसकेपछि उहाँले अब यो गिरफ्तारी, यो पक्राउ उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाँकी ठाउँ नै छँदैछ। सम्भवतः भोलि शनिबार, आइतबार पनि सार्वजनिक बिदा परेका हुनाले सोमबार सर्वोच्च अदालतमा उच्च अदालतको आदेश विरुद्ध पुनरावेदन गर्ने बदर गरी पाऊँ भनेर लगभग पुगेको सन्दर्भ छ। घोषणा गरिसकेको र त्यसको मुख्य वक्ताका रूपमा रवि लामिछाने नै आज उहाँको पक्राउपछि उहाँले भिडियो सन्देश मार्फत पनि भन्नुभएको छ र लिखित रूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ कि भोलिको कार्यक्रमहरूलाई निरन्तरता